हजुरहरूले देख्न सक्नुहुन्छ काकाले घिउ भनेछु छुर्पी तौलिनु हुँदैछ। हजुरहरूलाई पनि छुर्पी घिउ एकदम फ्रेस घिउ छुर्पी खान मन छ भने चाहिँ सिधै मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एकदम ताजा घिउ छुर्पी यहाँ देख्न सक्नुहुन्छ। एकदम दामी चिउरा जस्तो फुर्रा छ। हाम्रोमा गिलो हुँदैन, अमिलो हुँदैन, एकदम दामी हुन्छ। यी भर्खर पारेर मै अर्को घाम सिद्धिएको पनि छैन। यहाँभित्र घिउ छ टक्रकै। अनि यहाँ छुर्पी छ, भोलि फेरि छुर्पी भइहाल्छ। तपाईँले भन्नु चाहिँ पर्छ, म ठकठकी जहाँ भन त्यहीँ पठाइदिइहाल्छु। सजिलो छ। अहिले देख्न सक्नुहुन्छ एकदमै राम्रो उचित काम गर्नुहुँदैछ है काकाले। अब हेर्नुहोस् है छुर्पी ठकठक देख्नुहुन्छ होला नि। हामी 1 केजीमा तौलिँदाखेरि नि 1 केजी तौलिँदाखेरि नि धेरै बेसी पछि फेरि कम्ती गर्नु हुँदैन अरे नि त। उहिलेको उखान छ, के पो हुन्छ अरे काका कम्ती दियो भने? पछि ढकढक पार्नुपर्छ अरे कि। अन्त त्यो हुँदा चाहिँ एकदम हामी राम्रोसँगले यो चाहिँ टक्कै लिम्बुङमा हाम्रो बिहामा जान्छ है। थापा काकाको घरमा टक्कै लिम्बुङका लागि रेडी गरियो है। लिम्बुङका लागि छुर्पी